Rising Sun Star presents first Mayor Open Futsal Tournament Day 2 first game between Jogabindu X Tokhali versus Panchakanya. सेतो जर्सीमा हामी पञ्चकन्या टिम देख्न सक्छौं भने ब्लू जर्सीमा हामी जोगाबिन्डु एक्स टोखाली देख्न सक्छौं। किपर अगाडि बढाउने क्रममा रेसको लागि बल मौका बन्न सक्थ्यो खेलको सुरुवात यस समयमै, तर बल पोस्ट बाहिर पुग्न सफल भयो भने किपरको लागि बल अगाडि बढाउने क्रममा किपर शट यो निकै नै राम्रो ब्लक हामीले त्यहाँ देख्न सक्छौं र यो थ्रो इन पञ्चकन्याको लागि। किपरको लागि यो बल पञ्चकन्याको किपर बल अगाडि बढाउने क्रममा यो मौका बन्न सक्छ। राम्रो आइटम थियो त्यहाँ, तर रेफ्रीद्वारा त्यहाँ कर्नर किकको डिसिजन दिइसकेको छ। पञ्चकन्याको लागि यो कर्नर बल, डाइरेक्ट किपरको लागि यो बल निकै नै राम्रो पास। नम्बर 7 छन् पञ्चकन्याका लागि। किपर बल अगाडि बढाउने क्रममा मौका बन्न सक्छ, निकै नै राम्रो पास। किपरको लागि यो बल पञ्चकन्याको किपर आफ्नो साथीको खोजीमा जर्सी नम्बर 7 निकै नै राम्रो डिफेन्डिङ देख्न सक्छौँ हामी त्यहाँ टोखाली बोइजबाट। जर्सी नम्बर 9 किपरको लागि यो बल, यो शट राम्रो आइटम थियो पञ्चकन्याको किपरबाट भने त्यति नै राम्रो सेभ देख्न सक्छौँ हामीले जोगाबिन्डु एक्स टोखाली बोइजबाट। बल किपर बल अगाडि बढाउने क्रममा निकै नै राम्रो ब्लक त्यहाँ, कोही खेलाडी पनि थिएनन्। यो थ्रो इन बल पञ्चकन्याको लागि, पञ्चकन्याको किपरको लागि यो बल निकै नै राम्रो पास। वान शट र त्यति नै राम्रो सेभ टोखालीका किपरबाट, निकै नै राम्रो प्रहार थियो त्यो, त्यति नै राम्रो सेभ देख्न सक्छौँ हामीले दर्शकबिन त्यहाँ। पञ्चकन्याको लागि किपर अगाडि बढाउने क्रममा यो शट त्यति राम्रो भने कनेक्ट हुन सकेन, सहजै पोस्ट बाहिर पुग्न। पञ्चकन्याको लागि जर्सी नम्बर 13 छन् थ्रोइनको लागि पञ्चकन्याको लागि। किपरको लागि यो बल राम्रो पास, जर्सी नम्बर 7 जर्सी नम्बर 13 को लागि पञ्चकन्या। किपर बल अगाडि बढाउने क्रममा किपर निकै नै राम्रो स्किल देख्न सक्छ, तर त्यहाँ चुक्न पुग्यो भने यो मौका बन्न सक्छ र निकै नै राम्रो डिफेन्डिङ त्यहाँ भने पञ्चकन्याको लागि थ्रो इन देख्न सक्छौँ हामीले दर्शकबिन त्यहाँ। किपर बल अगाडि बढाउने क्रममा जर्सी नम्बर 13 छन् पञ्चकन्याको लागि यो मिस कन्सुनेसन र त्यति राम्रो फाइदा पनि उठाउन सकेनन्। जर्सी नम्बर 9 टोखालीको लागि यो थ्रो इन टोखालीको लागि। किपर बल अगाडि बढाउने क्रममा राम्रो शट थियो, तर टार्गेटमा भने लाग्न सफल भएन र यो किपर बल पञ्चकन्याको लागि। जर्सी नम्बर 7 किपरलाई खेल्दैका छन्, जर्सी नम्बर 7 को लागि यो बल स्किल देखाउन चाहन्थ्यो उनी, तर निकै नै राम्रो डिफेन्डिङ देख्न सक्छौँ हामीले त्यहाँ दर्शकबिन। किपरको लागि यो बल अगाडि बढाउने क्रममा किपर जर्सी नम्बर 9 यो थ्रो इन जोगाबिन्डु एक्स टोखालीको लागि। किपर बल अगाडि बढाउने क्रममा किपर लेफ्ट फुटेड शट थियो र शट अन टार्गेट पनि हुन सकेन र यो सहजै किपर बल पञ्चकन्याको लागि। किपर बल अगाडि बढाउने क्रममा किपर निकै नै राम्रो पास गर्न सक्छ, तर निकै नै राम्रो डिफेन्डिङ त्यहाँ। किपरको लागि बल पुगिसकेको छ, यो मौका बन्न सक्छ। डाइरेक्ट हेडिङ बल थियो। जर्सी नम्बर 13 अझै पनि बलमा, जर्सी नम्बर 13 निकै राम्रो पास थियो, तर जर्सी नम्बर 9 ले त्यो पासको फाइदा पनि उठाउन सकेनन्। वाट अ नाइस स्ट्राइक, निकै नै राम्रो स्ट्राइक थियो। किपर बल मौका बन्न सक्थ्यो अघि त्यहाँ पञ्चकन्याको लागि पहिलो हाफमा स्कोर लिनलाई, तर त्यति राम्रो फाइदा पनि उठाउन सकेन। पास उत्कृष्ट थियो। जर्सी नम्बर 6 राम्रो डिफेन्डिङ त्यहाँ टोखालीबाट र यो थ्रो इन पञ्चकन्याको लागि।
किपरको लागि यो बल किपर सर्टमा यो मिस त्यति राम्रो फाइदा उठाउन सकेनन् र यो थ्रो बल पञ्चकन्याको लागि किपरको लागि यो पास जर्सी नम्बर 7 छन् बलमा किपरको लागि यो पास जर्सी नम्बर 6 त्यहाँ राम्रो कम्बिनेसन देख्न सक्छौँ हामीले बल अगाडि बढाउने क्रममा जर्सी नम्बर 6 राम्रो बल निकाल्न खोज्छ अझै पनि जर्सी नम्बर 6 यो मौका बन्न सक्छ त्यति राम्रो निकै नै राम्रो अझै पनि मौका छ जर्सी नम्बर 7 बलमा चुकेका छन् भने यो थ्रो इन जोगा बहिनी र एक्स टोखालीको लागि किपरलाई खेल्दैका छन् बल यो किपर लङ शटको लागि र यो थ्रो इन टोखाली बोइजको लागि र यो थ्रो इन फेरि टोखालीकै लागि राम्रो पास निकाल्दै राम्रो पास जर्सी नम्बर 12 छन् टोखाका लागि र निकै नै राम्रो डिफेन्डिङ जर्सी नम्बर 6 बाट किपर बल अगाडि बढाउने क्रममा राम्रो डिफेन्डिङ देख्न सक्छौँ हामीले त्यहाँ दर्शकबिन डाइरेक्ट सट थियो यो किपरबाट भने ब्लक गरिदिएका छन् र यो थ्रो इन जोगाबहिनी र एक्स टोखालीकै लागि राम्रो डिफेन्डिङ त्यहाँ बल त्यति राम्रो पास पनि हुन सकेन यो थ्रो इन पञ्चकन्याको लागि किपरको लागि यो बल निकै नै राम्रो पास जर्सी नम्बर 13 पञ्चकन्याको लागि किपरलाई खेलाइदिएका छन् पञ्चकन्याका खेलाडी राइट सट वाट अ स्ट्राइक सेन्टर भन्दा अलिकति अगाडिबाट पञ्चकन्याका किपरले सटे गरेका थिए र निकै नै उत्कृष्ट गोलका साथ पहिलो हाफमै फर्स्ट गोल गर्न सफल भइसकेका छन् टिम पञ्चकन्या निकै नै राम्रो स्ट्राइक थियो किपरबाट पञ्चकन्याका लागि राम्रो पास बन्न सक्छ यो मौका हुन सक्छ व्हाट अ नाइस गोल आफ्नै टिमको कम्बिनेसन बिग्रेर त्यहाँ गोल खान पुगे टिम पञ्चकन्या एफसी भने जोगाबहिनी र एक्स टोखालीले पनि पहिलो हाफमा एक गोल गरेर स्कोरलाई लेभल बनाउन सफल भइसकेका छन् जर्सी नम्बर 6 राम्रो मौका थियो त्यहाँ निकै नै राम्रो रेफ्रीको विसेलसँगै पहिलो हाफको अन्त्य भइसकेको छ दर्शकबिन र दोस्रो हाफको सुरुवात भने रेफ्री प्रकाश सिटौलाको विसेलबाट भइसकेको छ भने स्कोर 1-1 नै रहेको छ टोखाली एक्सको लागि थ्रो इन बल किपरको लागि यो बल किपर लङ शट थियो र निकै नै राम्रो ब्लक त्यहाँ जर्सी नम्बर 7 बाट भने यो थ्रो इन बल टोखालीको लागि यो मौका बन्न सक्छ टोखालीको लागि राम्रो पास थियो तर उनले टाइम लिएर त्यो सट टेक गरेका थिए तर फ्रेममा पनि लाग्न पुगेन र यो थ्रो इन बल टोखाली बोइजको लागि जर्सी नम्बर 8 डाइरेक्ट सट लिएका थिए उनले तर यो पनि सट अन टार्गेट भने हुन सकेन जर्सी नम्बर 6 को लागि यो बल पञ्चकन्याको लागि किपरको लागि यो बल निकै नै राम्रो प्रेस त्यहाँ टोखाली बोइजका खेलाडीहरूबाट त्यति राम्रो पास भने मिलाउन सकेनन् किपर टोखालीको लागि भने यो पञ्चकन्याको किपरको लागि यो बल किपरको लागि यो बल किपर साथीका खोजीमा छन् उनी किपरको लागि यो बल नम्बर 13 छन् किपर बल अगाडि बढाउने क्रममा निकै नै राम्रो पास जर्सी नम्बर 6 लाई मौका बन्न सक्छ राम्रो सेभ जोगाबहिनी र एक्स टोखाली बोइजका किपरबाट भने यो जर्सी नम्बर 9 जर्सी नम्बर 7 छन् बलमा राम्रो यो मौका बन्न सक्थ्यो त्यहाँ राम्रो पास पनि हुन सकेन दर्शकबिन त्यहाँ केही घातक बन्न सक्थ्यो राम्रो सट थियो तर यो किपर बल जर्सी नम्बर 7 को लागि जर्सी नम्बर किपर निकै नै राम्रो गुड प्रेस त्यहाँ भने यो किपर बल टोखाली बोइजको लागि निकै नै राम्रो टिमेटिङ दिन सक्छ जर्सी नम्बर 7 मौका बन्न सक्छ वाह नाइस सेभ जोगाबहिनी र एक्स टोखाली बोइजका किपरबाट जर्सी नम्बर 16
हो यो थ्रो इन बल पञ्चकन्याको लागि भने यो मिस थ्रो इन हुन पुग्यो र यो टोखाली बोयजको लागि थ्रो इनको मौका बन्न सक्छ। जर्सी नम्बर 9 राम्रो पास निकालिदिएका थिए उनले तर त्यति राम्रो फाइदा पनि उठाउन सकेनन्। यो मौका बन्न सक्छ राम्रो हेडिङ थियो र त्यति नै राम्रो सेभ जोगा पनि एक्स टोखाली बोयजका किपरबाट। ओ राम्रो जर्सी नम्बर 13 वाउ व्हाट अ नाइस सेभ निकै नै गोल मोडमा देखिन्छौँ आज हामी जोगा पनि एक्स टोखाली बोयजका किपर धेरै बचाउ गरिसकेका छन् उनले आज यो खेलमा। लङ शटको लागि यो मौका बन्न सक्छ र राम्रो फाइदा पनि उठाउन सकेनन् जोगा पनि एक्स टोखाली बोयजका खेलाडीबाट भने जर्सी नम्बर 5 को लागि। ओ राम्रो पास निकाल्ने खोजीमा थिए उनले तर निकै नै राम्रो ब्लक देख्न सक्छ हामीले त्यहाँ भने यो थ्रो इन पञ्चकन्याको लागि किपरको लागि यो पञ्चकन्याको लागि मौका बन्न सक्छ। व्हाट अ नाइस स्ट्राइक एकै गेममा 2 गोल गर्न सफल भएका छन् खेलाडी पञ्चकन्याका किपर उनले 2 गोल गरिसकेका छन् भने स्कोर 1 गोलले पछाडि परेको छ टोखाली बोयज। अर्को मौका बन्न सक्थ्यो त्यहाँ जर्सी नम्बर 9 यो फल बलको कल गरेका छन् रेफ्रीले। यो समयको धेरै अभाव छ दर्शकबिन जोगामिड एक्स टोखाली बोयजको लागि यो कमब्याक गर्न सक्छ त्यहाँ मौका बन्न सक्छ यो खाली बोयज हुन सक्छ। जर्सी नम्बर 6 फाइदा उडाएका छन् उनले किपर अगाडि बढेको बेलामा भने यो थर्ड गोल जर्सी नम्बर 6 बाट पञ्चकन्याको लागि भने 2 को लिड लिइसकेका छन् पञ्चकन्याले मौका बन्न सक्छ निकै नै राम्रो डिफेन्डिङ त्यहाँ खेलाडीहरू बीच घम्साघम्सी भइरहेको देख्न सक्छ हामीले दर्शकबिन। कृपया खेलाडी साथीहरू आफ्नो अनुशासनमा बसी खेलिदिनु होला। खेलाडी त्यहाँ घाइते हुन पुगे दर्शकबिन त्यहाँ उनलाई थोरै चोटपटक लाग्यो जस्तो देख्न सक्छौँ हामी अनि बाहिरिन खोजेका छन् उनको घोडाबाट थोरै रगत बगेको हामी देख्न सक्छौँ दर्शकबिन। आशा गर्छौँ त्योभन्दा ठुलो चोट नलागेको होस् उनलाई। खेलाडी साथीहरू कृपया आफ्नो अनुशासितमा बसेर खेलिदिनु होला। मौका बन्न जर्सी नम्बर 12 यो पास निकै नै राम्रो पास थियो तर त्यति राम्रो फिनिसिङ गर्ने देख्न सकेनौँ हामीले त्यहाँ भलिको चान्स क्रिएट गरेका थिए। राम्रो पास जर्सी नम्बर 13 को लागि भने उनी बलसम्म पुग्न सकेनन् उनी किपर बल जोगाउनु एक्स टोखालीको लागि निकै नै राम्रो डिफेन्डिङ हामी किपरबाट आज स्ट्राइकर पनि देख्न सक्छौँ किपर पनि देख्न सक्छौँ र डिफेन्डर पनि देख्न सक्छौँ। जर्सी नम्बर 13 पञ्चकन्याका किपर आज निकै नै मुडमा देखिन्छौँ हामी निकै नै राम्रो। जर्सी नम्बर 5 बाट पञ्चकन्याको लागि भने जर्सी नम्बर 6 पञ्चकन्याको लागि यो अलि अगाडि बल खेल्न पुगे किपर बल मौका बन्न सक्छ। जर्सी नम्बर 13 को लागि लेफ्ट फुटेड शट निकै नै राम्रो स्किलका साथ शट टेक गरेका थिए भने किपरबाट राम्रो सेभ भएको देख्न सक्छौँ दर्शकबिन। जर्सी नम्बर 13 निकै नै राम्रो पास र यो कर्नर बल पञ्चकन्याको लागि समयको थोरै नै अभाव रहेको छ दर्शकबिन। मौका जोगाउनु एक्स टोखालीको लागि राम्रो पास जर्सी नम्बर 8 आफै सर्ट लिँदै राम्रो ब्लक देख्न सक्छ हामीले त्यहाँ भने रेफ्रीबाट कर्नर बलको इसारा दिइसकेका छन् जोगाउनु एक्स टोखालीको लागि। किपरको लागि यो बल किपर छन् अझै पनि बलमा यो खाली पोस्ट तर मौका पनि उठाउन सकिनन् यो किपर बल पञ्चकन्याको लागि। जर्सी नम्बर 8 राम्रो ब्लक जर्सी नम्बर 13 बाट अझै पनि राम्रो ब्लक जर्सी नम्बर 13 निकै नै राम्रो पास गर्दै जर्सी नम्बर 6 जर्सी नम्बर 9 को लागि टोखाली बोक्सबाट बडे उत्कृष्ट
बेस्ट सेभ पञ्चकन्याका खेलाडीबाट किपरबाट निकै नै राम्रो सेभ देख्न सक्छौँ हामीले That's number 9. यो रेफ्रीको विसलसँगै गेमको पनि अन्त्य भएको छ भने पञ्चकन्याले चोकापनिबाट एक्सटोकाली बोइजलाई 3-1 को गोलले पराजित गरेको छ भने टिम पञ्चकन्या क्वार्टर फाइनल राउन्डमा चढेको जानकारी गराउँदैछु दर्शकबिन।